Hello everyone, good morning, नमस्कार, सेवा वेलकम टु माई सर्ट भिडियो। म चाहिँ धेरै पछि भिडियो बनाउँदैछु है गाइज। म चाहिँ नयाँ ठाउँमा आएको छु नि त, त्यही भएर यहाँ हेर्नु कति रमाइलो ठाउँ। आलु हेर्नु न, आलु कस्तो मजाले मिलाएर रोपेको आलु तोरी, गाउँघरको याद दिलाउने क्या। कस्तो रमाइलो ठाउँ, कति मजाले रोप्नु भएको क्या आलु। हेर्नु न, मलाई चाहिँ लास्टै रमाइलो लाग्यो। फेरि पनि भिडियो लिँदैछ गाइज, हेर्नु तोरी, लसुनबारी, गुङबारी, जङ्गल पनि कति रमाइलो देखेको। गाइज भन्नु त कुन ठाउँ हो यो? लाइका यता हेर्नु, यता लाइका कसले मेरीलाई कसले गाइस मकै छोडाउँदैछौँ हामी। गाइज हामी चाहिँ मकै छोडाइसकेर अङ्कल आन्टीको बारी हेर्नु भनेर लाग्यौँ। अब हामी चाहिँ जाँदैछौँ है। हामी चाहिँ पछाडि 3 जना छौँ, अगाडि 3 जना, 6 जना जाँदैछौँ बारी हेर्नलाई। रमाइलो माथि पहाडमा छ अरे, त्यही भएर हेर्न जाँदैछौँ गाइज। भिडियो हेरेर साथ दिनु होला कृपया। ठीक है गाइज हामी ऊ माथि जाँदैछौँ। चारवटा झ्याल भएको घर छ नि, तल्लो घर हो त्यो चाहिँ हेरेँ यहाँ अङ्कल आन्टीको। हामी चाहिँ बारी पुगिवरी साग टिप्दैछौँ गाइस। साग चाहिँ हामी काठमाडौँ लग्नलाई कति राम्रो छ। घरको मालिक यहाँ बस्नु चाहिँ थर्किने यो कोराउने त अङ्कल, यो कोराउने है आन्टी उताबाट कसले गिफ्ट तपाईँले पहिला के कास्ट पहिला कुन कास्टको घर थियो? यो छेत्री बाहुनको अनि पूजा गर्ने हुइचालो पनि नहुने है मजाले भनेपछि शीतल है माथि जाने त तिनीले उ पारि अगाडि ल सम्झेछ उनको लुगा त के बनाए प्रभु त्यो 3 तले रहेछ नि। यहाँ सुन भने दिनु भन्छ छैन त पहाड ल्याएर बतरु एक छ त नि के हैन बिरालो याउ का त्यो छैन नि म्याउ बिरालो रहेछ बा बिरालो आ कहाँ छ त कहि देख्दैन त छापा पनि पाउँछ हेर्नु गाइस, यहाँ चाहिँ पहिला सुटिङ हुन्थ्यो अरे बनेपा बजार। हेर्नु कति रमाइलो देखेको छ। ए ठाउँ चाहिँ जे होस् रमाइलो क्या। आऊ 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 आउनु न आउनु आऊ आऊ यता आमी आमी गाइस अब हामी चाहिँ घर फर्केको। यता चाहिँ गाईहरू पाल्दो रहेछ, हेर्नुहोस्। त्यहाँ फर्क्यौँ। हामीलाई पुगेको हेर्नु न। हामी चाहिँ नभन्दै घर पनि आइपुग्न लाग्यौँ गाइज। साग लिएर घर पनि आइपुग्यौँ फाइनली।
वालले मेरीलाई एक्लै भयो घरमा हो घरमा एक्लै भयो घरमा एक्लै भयो हामी चाहिँ खानासाना खाएर अब फेरि अर्को ठाउँतर्फ लाग्यो। अच्छा हामी चाहिँ भक्तपुर जाँदैछौँ गाइस, दिदीको घर। आज त बाटो पनि कस्तो सुनसान क्या, सबै बोर्दिन गाउँतिर गइरहेछन्, हामी मात्र फर्किरहेछौँ। यहाँ देख्न सक्नुहुनेछ। धान त होइन पो रहेछ, गहुँ पो रहेछ। धान त एजाउँ चाहिँ यो ए जान्छ कता भयो? यो घर त्यो घर हो अरे त्यो त अनि मान्छे पल्लो रोडबाट आउनु पर्थ्यो। यही त हो, यहीबाट आउने हो क्या, हिँड्नु न त्यो घर हो। ठिक छ त्यसो ल। ये बड़ी अच्छी बात कही आप। कुन चाहिँ घर अरे? यो कि माथिको? यहीँनिरको, यही छेउको होइन? यही होइन त, यही छेउको होइन त? ग्रिन र ब्ल्याक स्कुटी त्यहाँ लगाएर छ त। रातो स्कुटी हो। मान्छे उताबाट बाटो भेट्छ घर अगाडि। गएर घर वरिपरि नि दिदीलाई माथि हेर्ने। यो ठाउँ पनि मलाई चाहिँ रमाइलो लाग्यो गाइस। हेर्नु भक्तपुर कस्तो रमाइलो ठाउँ छ तर। यस्तो रमाइलो, सबैतिर गाउँबारी रहेछ अहिले चाहिँ। यो भक्तपुर कुन ठाउँ अरे साँच्ची? यस रमाइलो, मलाई त जहाँ गयो भने जहाँ गयो, जुन नयाँ ठाउँ गयो त्यहीँ रमाइलो लाग्छ त। हेर्नु गाइस, यहाँ चाहिँ कुकुरहरू अलरेडी भेला हुँदैछन्। यिनीहरूको खाना खाने टाइम भएछ क्या। अब बाहिरी बस्ने कुकुरहरूलाई चाहिँ दिदीले खाना खुवाउनु हुँदो रहेछ क्या। गुड जॉब। कान्छी पुन्टे खैरे सेतेरे के हो कति धेरै ढोकाबाट च्याउने कुको हेर्नु त्यो त कामेको जाबिराम छ के हो एउटा कल्ले कल्ले खाना बिस्कुट खान्छ नि यहाँले बिहान बेलुकै दिनु कि खाना यिनीहरूलाई कि दिनमा एक टाइम अन्त यति धेरै ल्याएर कसरी खाना खाइसकेर अब बिस्कुट पनि हेर्नु गाइस, दिदी पनि लास्टै एनिमल लभर क्या। आमामा यति धेरै कुकुरहरूलाई खाना दिनुहुन्छ, घर पनि बाङ्ला छ। ल है गाइस, भिडियो पनि लङ भइसक्यो। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्दै सी यू नेक्स्ट भिडियो। बाई बाई एभ्रिवान।